एकछिन आज चाहिँ नाइट राइड भनेर के छ मेरो माइक कहाँ पऱ्यो होइन यस्तो ओके 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 चलो हुन्छ नि चलो ल सौरभ ओके अलराइट सबैजना सन्चै हुन्छ होला आई होप म पनि सन्चै छु अनि मैले आज चाहिँ एउटा न्युज पढेको थिएँ है यो रातो पार्टीमा पढेको न्युज हो अनि रातो पार्टीले फेरि कहिले पनि झुटो न्युजहरू प्रायः हाल्दैन अहिलेसम्म मलाई थाहा छैन अनि के रहेछ भने त्यहाँनिर चाहिँ रातो नम्बर प्लेट टु व्हिलर्सले चाहिँ पठाओ इन्डाइरेक्ट जस्तो यो राइड सेयरिङ कम्पनीमा काम गर्न नपाउने अब भन्ने कुराहरू ल्याएको थियो कालो प्लेट गर्ने अरे कालो प्लेट गर्नलाई त गाह्रो त छैन झन्झटहरू प्रक्रियाहरू धेरै छ अब के भन्छ नि कालो प्लेट हुने बित्तिकै तपाईँको रोड पर्मिट चाहिने हुन्छ रोड पर्मिट त्यसपछि मिटर चाहियो होइन अनि जाँच पास अब नम्बर प्लेटको त्यस्तै सिस्टम होला अनि कति हजार दिने त्यस्तै त हुन्छ नि होइन ट्याक्स पनि त्यस्तै हो अनि मलाई अचम्म लागेको र फेरि अर्को कुरा चाहिँ के लेखेर छ भने फेरि 5% चाहिँ हाम्रो त्यहाँबाट चाहिँ गभर्मेन्टलाई दिने भन्ने कुरा गरेको रहेछ 5% त अलिक धेरै भयो कि जस्तो लाग्यो त्यो पनि अब एकदम विशिष्ट व्यक्तिहरू बसेर सल्लाह गरेको कुरो मैले करेक्सन गर्ने कुरा होइन तर पनि मेरो विचारमा 1.5 अथवा 2%मै पनि हुनुपर्ने हो किनकि सिस्टमहरू सबै पठाओ इनराइड अनि उनीहरूले चलाइदिएको हुन्छ त्यहाँ त केही पनि होइन करको दायरामा ल्याउन खोज्यो होला ठिकै हो कि अब कर त फेरि मेरो बुझाइमा त कर त यसले पनि तिरेकै हुन्छ त जस्तो राइड सेयरिङ कम्पनीहरूले अब के 5% हो त्यो ठिकै छ मैले प्रश्न गर्न पाउँछु मलाई स्पष्टीकरण दिइराख्नु पर्दैन कहिले पनि मलाई जिज्ञासा लागेको कुरा अनि अर्को कुरा चाहिँ के छ भने भाडाको कुरा चाहिँ अलिकति फिक्स नै गर्नुपर्ने हुन्छ जस्तो मानौँ कि मैले कुनै पनि गाडी एकदमै पिक आवरमा मानौँ अफिस टाइममा 8 बजीदेखि 9 बजीभित्र मैले गाडी बुक गरेँ भने 10 किलोमिटर यात्राको लागि तपाईँको 900 मिनिमम अझ पानी पर्नुपर्छ है अनि अफिस टाइम भयो पानी पर्नुपर्छ त्यो टाइममा अनि अर्को कुरा भनेको यो चाडबाडको बेलामा 10 किलोमिटरलाई लगभग त्यही हो 900 मिनिमम 900 नत्र त अब हाई रेटमा त 1200 पनि लाग्छ त्यही पनि यसै भइरहेको होइन त्यस्तोसम्म हुन्छ अनि फेरि नर्मल डेमा कहिलेकाहीँ चाहिँ एकदम फेयर प्राइजै भनेर नर्मल्ली हामीले बुक गर्ने बित्तिकै 468 ल म एकचोटि 468 पनि चढाएको छु 10 किलोमिटर राइडको लागि क्या म लगभग मण्डलबाट सानो छिँदा अलिक अगाडिसम्म गएको थिएँ जस 10 किलोमिटर चाहिँ मैले एक्ज्याक्ट हेरेको थिएँ अनि 468 त्यो फेयर प्राइस मैले घटाइनँ पनि बढाइनँ पनि अनि जस्तो रिक्वेस्ट गरेको त्यस्तै यसो भयो होइन त्यो अनि सरकारी रेटमा म मिटरमा पनि धेरैचोटि हिँडेको छु अब मिटरमा हिँड्दाखेरि चाहिँ 10 किलोमिटर हिँड्दाखेरि बिचमा घाँचाको 10-15 मिनट अथवा 20 मिनट चाहिँ अलिकति ढिलो भयो भने जस्ट 650 660 600देखि 660 म्याक्स टु म्याक्स 700सम्म गइरहेको हुन्छ क्या त्यो भने चाहिँ सरकारी प्राइज हो मिटरमा भने चाहिँ किनभने मिटरमा चाहिँ फिट्नेबित्तिकै 50 रुपियाँ चार्ज हुने अनि 50 रुपियाँ पर किलोमिटर 10 रुपियाँदेखि 60 रुपियाँ त्यसरी कति छ अब त्यो भयो भने चाहिँ कस्तो हुन्छ भने भाडा चाहिँ एकदमै यो राइड सेयरिङ कम्पनीहरूलाई चाहिँ एउटा कसरी मिलाएर राख्ने त्यो कुरा चाहिँ अब हेर्नुपर्ने भएको छ जस्तो मैले चाहिँ अब 468मा गए पनि मैले किनभने 650 किनभने 650 उठ्छ मलाई थाहा छ होइन त्यो हिसाबले अब 468 अब कोही प्यासेन्जर यस्ता पनि हुनु कि फेरि 468मा जान पायो भने चाहिँ अब म सस्तोमा जान पाएँ भने खुसी भइरहेको हुन्छ अनि त्यही प्यासेन्जर फेरि भोलि आफूलाई आपत पऱ्यो बेला अब चाडबाडको बेलामा अनि अफिस टाइममा निस्केको बेलामा त्यही माथि पानी पऱ्यो भने त फेरि त्यही प्यासेन्जर फेरि 1200-1300 तिर्नुपर्ने हुन्छ उसलाई त जानुपर्ने हुन्छ बाध्यता हुन्छ होइन हो त्यो हिसाबले चाहिँ त्यो बेलामा फेरि प्यासेन्जरले के भन्छ यस्तो गनगन गरेको मैले त्यो अनुभवहरू सेयर गरेको छु कतिसँग मैले सुनेको छु होइन
यो कुराहरू हुनु भएन, पहिला एकदम फिक्स हुनु पऱ्यो क्या। बाइक भनेको न प्यासेन्जर ठग्नु पऱ्यो, न गाडी चालक अथवा होइन अब बाइक राइडर जो भयो भने ठगिनु भएन क्या। यो कुराहरूलाई एकदम सम्बोधन हुने तरिकाले आउनु पऱ्यो। ट्याक्स भनेको आफ्नो ठाउँमा छ, के कति दिने गभर्मेन्टले 5% भनेको छ, भोलि 5% भए त धेरै हो होइन। किनभने 5% भने चान्चुरी पैसा होइन नि, 1.5 अथवा 2%मा मजाले काम हुन्छ क्या। किनकि केही नै सिस्टमहरू गभर्मेन्टले केही गर्नु परेकै हुँदैन। किनभने प्रत्येक सिस्टम जो इन्ड्राइभ कम्पनी पठाओ याङ्गो छैन, त्यो यिनीहरूले आफैले गरिरहेको हुन्छ। त्यही भएर अब त्यो चाहिँ अलिक मलाई बढी नै भएर लाग्यो। अनि अर्को कुरा फेरि, अनि यो कुरा चाहिँ फेरि गभर्मेन्टले गर्न सक्ने पनि कुरा हो, तर अब त्यो गरेन आफ्नो ठाउँमा छ होइन। तर नर्मल कुरा हो, एउटा आफ्नो गभर्मेन्टले एउटा एप राखेर अथवा जुन चाहिँ राख्यो भने आफ्नो सिस्टमले गऱ्यो भने हुन्थ्यो। तर अब गर्दैन, के गर्ने, गाह्रो छ। अब त कम्पनीहरू आइसक्यो, उहाँहरूले त्यत्रो इन्भेस्ट करोड इन्भेस्ट गरे हुन्छ। त्यो करोड इन्भेस्टलाई सम्मान गर्नुपर्छ, किनभने त्यो हटाउनुपर्छ भन्ने पक्षमा होइन। त्यो उहाँहरूले ट्याक्स तिरे आउँछ। त्यही भएर अब भाडाको चाहिँ अलिक विचार गर्नु पऱ्यो होइन। जस्तो अब एकदम पिक आवरमा एकदम बिजी एरियामा चाहिँ इन्ड्राइभले 10 किलोमिटरको 1300सम्म घटाउँछ। त्यो के हिसाबले घटाएको, त्यो इन्ड्राइभलाई समुद्री निकायले सोधोस् होइन। अनि कुन हिसाबमा त्यो कम्पनीहरू दर्ता गरिएका थिए, याङ्गो जस्तो याङ्गो अझ सस्तो होला मैले सुनेको छु होइन। याङ्गो भयो, अनि तपाईँको अर्को पठाओ, सम्भवतः पठाओ चाहिँ अरे सिस्टममै छ जस्तो लागिरहेको छ मलाई। उसले अब आफ्नो हिसाबले कतिवटा राइड गरेपछि डिस्काउन्ट दिने भन्ने कुरा आफ्नो ठाउँमा छ। तर अब एउटा गभर्मेन्ट रेट छ, सुरुमा मिटर हिँड्दाखेरि 50 आउँछ होइन। अनि त्यसपछि पर किलोमिटर 55देखि 60, अनि वेटिङ पर 2 मिनटको कति हाल्छ, त्यो आफ्नो सिस्टममा छँदैछ। तर त्यो सिस्टममा रहेर नै यो राइड सेयरिङ कम्पनीहरू खास भित्राइएको होला नि त, दर्ता गरिएको होला नि त। आज किन आएर यस्तो कम्पिटिसन भएर जो राइडर हो, जो काम गर्न सडकमा उत्रेको छ, 10 घन्टा घाम पानी धुलो नभइकन खटेको छ, अनि उनीहरूलाई चाहिँ 10 किलोमिटरको किन 468 मा कुदाइन्छ। अनि त्यहाँबाट फेरि ट्याक्स काट्छ। जस्तो अब इन्ड्राइभले 10% भन्छ, लगभग 11% जति पुऱ्याउँछ। उसले कुनै बेला अफर ल्याएर छुट दिनु आफ्नो ठाउँमा छ, तर सिस्टम त त्यो हो नि त। जस्तो 10 किलोमिटरको 468 म आफै अनुभव हो, म आफै चढाएको छु होइन। त्यो त होइन नि, 10 किलोमिटरको 660 त जसरी पनि आउनु पऱ्यो नि त। उसलाई बिचरा ट्याक्स कटाएर पनि त्यति त आउनु पऱ्यो नि त होइन। र उसले त ट्याक्स तिरेकै छ, वार्षिक कर तिरेको छ, रोड पर्मिट तिरेको छ होइन, जाँच पास भन्छ, धुवा पास भनेको छ, हरेक यावत कुराहरू तिरेको छ, इन्सुरेन्स गरेको छ। यी कुराहरू तिर्दै गर्दा त अरू एक्स्ट्रा त तिर्नु नपर्ने नि त खासमा त। र यदि तिर्नुपर्छ भने पनि प्यासेन्जरको सुविधाको लागि गरेको, उसैसँग 2% बढी लिएर एउटा भाडा फिक्स गर्दै भइहाल्यो नि। किन दुनियाँ नाटक गर्नु होइन। अब यस्तो कुराहरूलाई चाहिँ एकदमै मध्यनजर गरेर आओस्। राइड सेयरिङ कम्पनीमा अब दुई पाङ्ग्रे साधनले काम गर्दाखेरि कालो पेट अनिवार्य भनेको चाहिँ त्यो राम्रै कुरा हो। तर यसबाट एकदमै गाह्रो भनेको चाहिँ जो पार्ट टाइम जब गरेको हुन्छ, अब भाइ बहिनीहरू म देखिरहेको हुन्छु होइन। भ्याली बाहिरबाट आएर पढ्न बसेका हुन्छन्, उहाँहरूलाई गाह्रो पक्कै नै हुनेछ। तर उहाँहरू पनि अब गर्नुहुन्छ भने त्यसरी घरको दायरामा आएर कालो प्लेट दर्ता गरेर गर्नु होला मेरो सुझाव। किनभने हाम्रो नेपालको कानुन अनुसार रातो नम्बर प्लेटले भाडा काम गर्न पाइँदैन। अरू बाहिर देशको कुरा छोडिदिउँ होइन, हामी नेपालमा छौँ, जुन देशमा छौँ त्यही देशको कानुन मान्नु पर्ने हुन्छ। ल, जय देश, जय राइडर, अनि जय सेयरिङ कम्पनी, जय नेपाल है, देश सरकार। यस्तै हो। अब बिस्तारै अब अस्ति महावीर सरले कुरा उठाउनु भएको छ, तर महावीर सरले कुरा उठाउँदैन, सिन्डिकेटको कुरा उठाएको थियो। तर अब त्यसमा चाहिँ भाडाको चाहिँ कुरो उठेन भन्ने कुरो थाहा पाएँ। ल है त, हामी पनि ठ्याक्क ठाउँमा पुगिसकेको छैन। जहाँबाट म चाहिँ चट्ट पुगाउन लागिसकेको छु। यस्तो भाडाहरू चाहिँ